आमा, खै के भनौँ, तिमी ठ्याक्कै देवी सरस्वती अप्सराको स्वरूप लिएर जन्मिएकी। तिम्रो अगाडि सबै फिक्का लाग्छ। बस यति भन्छु, छैन तिमीमा कुनै खोट, छेउ 32 गुणले नै भरिएकी। आमा, तिमी हुनु भनेको त सबै थोक हुनु हो। हाम्रो शिक्षा, भविष्य, खुसी अनि बुझ न, पुरै संसार नै उज्यालो हुनु हो। आफूभित्रको खुसी, शिक्षा सबै हामीमा समर्पित गरेर भन्यौ, छोराछोरीको सफलता नै मेरो ब्रह्माण्ड मेरो हातमा हुनु हो। आमा, तिम्रो माया शीतलु जुन जस्तै, तिम्रो काग दुःख बिसाउने चौतारी जस्तै, म त भन्छु तिमी जस्तो महान यहाँ कोही छैन। कति ठुलो हृदय भएकी छौ है आमा। आफू रित्तिएको पत्तै पाउनौ, तिमीहरू खुसी हौ, भविष्य बनाऊ भन्छौ, आफूलाई केही कुराको कमी छैन। हामीलाई तिमीले पाइले पछि देख्यौ। आज जस्तै लाग्छ कुनै अफिसमा कम्प्युटरको अगाडि छोरी मान्छे हुँदा, छोरी तिमी पनि यस्तै हुनु है भनेको। छैन भुलेकी आमा, तिमी जुन कुनामा गए पनि, जति दुःख पाए पनि पढिराख्नु है छोरी, पढाइभन्दा ठुलो केही छैन भन्दै तिमीले सपना बुनेको। आमा, जसरी मन्दिरमा देवीको आकृति राखिन्छ, त्यसै गरी जीवनभर मलाई पनि तिमी नै चाहिन्छ। तिमी 4 दिवालको कोठालाई संसार बनायौ, तर अब तिमी पनि रहर गर, पालो हाम्रो आयो। आज तिमीले खुसी हुँदै टिकटक बनाउँदा, अलिअलि नक्कल पारेर हिँडेको देख्दा, त्यसैमा हामी पनि खुसी भइन्छ। तिमीलाई कति कुराको रहर है, गहनाको खुब पारखी तिमी। जब कुरा हाम्रो आयो, गहना बेची हाम्रो भविष्य किन्यौ। पिर नगर आमा, तिम्री छोरी सफल हुन पनि समय लाग्ला जस्तो छ। तर बाचा गर्छु, उपहार स्वरूप सफलताको सर्टिफिकेट तिम्रो हातमा राखेर भन्छु, फाइनली आमा, तिमीले पुरा गर्यौ। फाइनली आमा, तिमीले पुरा गर्यौ। फाइनली आमा, तिमीले सपना पुरा गर्यौ।